आज हाम्रो 5औं दिनको यात्रामा आज हामी माता पाथिभराको दर्शन पश्चात 5औं दिनमा आज हामी नारायणघाटी स्थित श्री सिद्धि गणेश तथा मौला कालिका मन्दिरको प्रवेशद्वारमा छौँ। माथि हामी मौला कालीको दर्शन गर्न जाँदैछौँ। म चाहिँ यो मौला कालिकाको मन्दिर है। ल सिद्ध अब बुटोल बस्नु जान त फेरि आइने त म त बुटोल जाम भनेको नजिक माने त हो त माने त सिधै बेलुकासम्म जाने उनीहरूले भात खान्न केही खान्न सिद्ध बुद्ध भगवान पनि रहेछ नि यहाँ र हामी यो माथि जाने क्रम छौँ। यो सिद्ध तथा मौला कालिकाको दर्शन गर्न हामी यहाँ सिँढी मार्फत चढ्दैछौँ। किनभने आज हल्का पानी परेको हुँदा बाटो चिप्लो भएर गाडी माथि नजाने तथा केबल कार पनि जेएनजी आन्दोलनमा ध्वस्त भएको कारणले अहिले हामी चाहिँ पैदल यात्रामा छौँ। थप अपडेट माथि गएपछि दिनेछौँ है। ल यो मन्दिर चाहिँ मौला hey